बसौँ मान्य सदस्य। मान्य सदस्य बसौँ। मान्य सदस्यको प्रश्न जानकारीमा आएको छ, त्यो रेकर्ड भएको छ, त्यसकारणले मान्य सदस्य बसौँ। मान्य मन्त्री बस्नुहोस्। मैले सङ्गीत चलचित्र खेलकुदलाई यो मानिसकी मानिँदैन त्यस मान्य सदस्य बस्नुहोस्। अहिले यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य स्पष्टीकरणमाथि फेरि स्पष्टीकरण हुँदैन, त्यसकारणले मान्य सदस्य बसौँ। आगामी दिनमा मान्य मन्त्रीले फेरि यहाँको प्रश्न उत्तर दिनुहुनेछ। मान्य सदस्य बस्नुहोस्। बसौँ मान्य सदस्य बसौँ। मान्य सदस्य बसौँ। हामीले सोधेको प्रश्नको उत्तर दिने भन्ने कुरा थियो है। यो समयमा चाहिँ एक सेकेन्ड पनि महत्त्वपूर्ण हुन्छ। 1 मिनट लगाएर मैले प्रश्न सोधेँ, त्यसको तपाईँको 15 सेकेन्ड लगाएर पनि मैले उत्तर दिनु। मान्य सदस्यलाई बस्न म अनुरोध गर्छु। म बस्न सक्दिनँ। उहाँले उत्तर दिनै पर्यो। प्रश्न गर्छ अनि तपाईँको हामीले सोधेको सांसदले सोधेको प्रश्नको उत्तर दिने। मान्य सदस्य स्पष्टीकरणमाथिको स्पष्टीकरण हुँदैन। मान्य सदस्यले सोधेको स्पष्टीकरणमा मान्य मन्त्रीबाट आगामी दिनमा फेरि जवाफ मिल्ला, त्यसकारणले मान्य सदस्य बसेर सहयोग गरौँ। कहिलेतिर मिल्छ त त्यो? मन्त्रीले मलाई भनिदिँदा हुन्छ। मान्य सदस्य बसौँ। यहाँ वाद विवाद नगरौँ। मान्य सदस्य जानकारी भएको छ, हललाई जानकारी भएको छ, सभामुखलाई जानकारी भएको छ, मन्त्रीलाई जानकारी भएको छ। बसौँ मान्य सदस्य। मान्य सदस्य बसेर सभा सञ्चालन गर्न सहयोग गरौँ। मान्य सदस्य मनिष झा, नियमावलीको कुन नियमापत्ति? प्रतिनिधि सभा नियमावलीको 54 नम्बरमा लेखिएको छ। मान्य सदस्यलाई माइक दिनुहोस्। सम्मानीय सभामुख महोदय, समय उपलब्ध गराउनु भएकोमा धन्यवाद। प्रतिनिधि सभा नियमावलीको 54 नम्बर र 55 नम्बरमा प्रश्न उत्तर सम्बन्धी स्पष्ट त्यहाँ नियम उल्लेख गरिएको छ र यसमा सभामुखज्यूको क्षेत्राधिकारको कुरा पनि उल्लेख गरिएको छ। त्यसैले गर्दा यो पटक पटक वाद विवाद गर्ने, मेरो प्रश्नको जवाफ आएन भनेर भन्ने, 54 नम्बरमा उत्तर दिन अस्वीकार गर्न सकिने अधिकार पनि उल्लेख गरिएको छ। मन्त्रीज्यूले, माननीय मन्त्रीज्यूले उत्तर दिइसकेर मेरो उत्तर यही हो भनेर भन्न पाउनुहुन्छ। तसर्थ सम्बन्धित माननीय सांसदज्यूलाई यो पटक पटक बालहट नगर्न सभामुख मार्फत अनुरोध गर्छु। नियम कानुनको कुरा गर्दै हुनुहुन्थ्यो, नियम त लेखिएकै छ, स्पष्ट लेखिएकै छ। त्यसैले गर्दा नियम पढ्नुस्। यसमा पेज नम्बर 32 मा बुँदा नम्बर 54 र 55 मा लेखिएको छ। धन्यवाद। मान्य सदस्य हर्कराज राई, मैले यहाँलाई बस्नको लागि अनुरोध गरिरहेको छु। मान्य सदस्य ध्रुवराज राई, नियमावलीको कुन नियममा आपत्ति हो? नियमावलीको कुन नियम आपत्ति? माइक दिनुहोस्। मान्य सदस्य ध्रुवराज राईलाई मैले समय दिएको छु। सामान्य सभामुख महोदय, यो अहिले नियमावलीको 54 को उत्तर दिने स्वीकार गर्न नसक्ने भन्ने कुरा चाहिँ
अहिले उठेको विषयमा होइन, राष्ट्रियताको विषयमा चाहिँ त्यस्तो छलफल हुँदाखेरि हाम्रो राष्ट्रलाई हित विपरीत हुन्छ भन्ने विषयवस्तु बुझिन्छ यहाँको आशय। त्यसो हुँदाखेरि यसमा पनि नियमावलीको यो विषयमा पनि अध्ययन गर्नको लागि सम्बन्धित महानुज्यूलाई अनुरोध गर्न चाहन्छु। मान्य सदस्य हर्कराज राईलाई मैले भनिरहेको छु, यहाँको स्पष्टीकरणमाथि स्पष्टीकरण सोधिँदैन, त्यस कारणले त्यो 10 ले हैन यो हाम्रो नियमावलीभन्दा मुख्य हामीले मान्नुपर्ने संविधान होला। संविधानको 76 को 10 ले प्रधानमन्त्री लगायत मन्त्रीहरू संसदप्रति जवाफदेही हुने भनेको छ। त्यसले गर्दाखेरि हामीले सोधेको प्रश्न, संसद भनेको हामीले सोध्ने प्रश्न राख्ने होला। हामीले सोधेको प्रश्नको उत्तर मन्त्रीज्यूले दिनुपर्छ। दिन नपाउने, नदिने, आउनु मन लाग्दा आउने, आउनु मन नलाग्दा नआउने भन्ने कुरा हो। मान्य सदस्य, मैले फेरि मान्य सदस्यलाई बसेर सभा सञ्चालन गर्नलाई सहयोग गर्न अनुरोध गरेँ। मान्य सदस्य, यहाँले प्रश्न सोध्नुभयो, मन्त्रीज्यूबाट जवाफ आयो। यदि मान्य सदस्यले सोधेको प्रश्नको जवाफ नआएको मान्य सदस्यलाई महसुस भएको छ भने मान्य मन्त्रीज्यूलाई मन्त्रालयमा गएर पनि मान्य सदस्यले आफ्नो प्रश्न फेरि राख्न सक्नुहुनेछ। त्यति मात्रै होइन, मान्य सदस्यको प्रश्नमा आगामी दिनमा पनि मान्य मन्त्रीले जवाफ दिने क्रममा मान्य सदस्यको प्रश्नको जवाफ दिनुहोला। त्यस कारणले अहिले यो बुँदाबाट हामी अगाडि बढिसकेका छौँ र मैले फेरि मान्य सदस्यलाई भने यो हामीले स्पष्टीकरणमाथि स्पष्टीकरण सोध्ने मान्य सदस्यलाई म बस्न आदेश गर्छु। उहाँले पहिले चाहिँ उत्तर दिनुहुन्छ त त्यो डेट मलाई दिनुहोस्। मान्य सदस्य हर्कराज राईलाई आसन ग्रहण गर्न म आदेश दिन्छु। म स्वीकार्न सक्दिनँ। उहाँले पहिले मलाई उत्तर दिनुहुन्छ भन्ने डेट त्यो टुङ्गो लाग्यो। मान्य सदस्यहरू, अब मान्य कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीलाई कृषि वन तथा वातावरण मन्त्रालय सम्बन्धी विनियोजन शीर्षकहरूमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिन म अनुमति दिन्छु।